हेलो गाइस, वेलकम टु माई च्यानल होइन। आज हामी होइन बाहिर गएको थियो, अनएक्सपेक्टेड कुरा भइदियो कि योसँग लिएर कि यसै यस्तो भएर चाहिँ मान्छे सेयर भएर चाहिँ यस्तो सोचेको थिएन होइन हामीहरूले, त्यस्तो भइदिएछ। यता न यता आऊ न यता, कहाँ दिया बस्छ र यता आऊ न। मान्छे रुन लागिरहेछ केटा, मान्छे रुन लागिरहेछ। आज त्यो बाहिर त्यस्तो नराम्रो भएको थियो नि त मान्छे। मान्छे त रातो न पिरो भएर त्यस्तो गर्न नहुने हो केटा हो है खासमा चाहिँ कुनै मान्छेहरू। बाहिर गएको एक्सपिरियन्स कस्तो भयो त्यो दिदी? बाहिर गएको एक्सपिरियन्स कस्तो भयो? राम्रो भयो, रमाइलो भयो। दायाँपट्टिबाट कुल्चिने बायाँपट्टिबाट कुल्चिने कहिले फुत्त फार्ने है। अनि मान्छे त रातो न पिरो भएर धन्ने। सान्त्वना भने पनि दिनु पर्यो। घरि दायाँबाट कुल्चिने, घरि बायाँबाट कुल्चिने, घरि फुत्त उफ्रिने। केही त भएन, टुटिलो सुटिलो त उठेन। मान्छेहरू बिचोन्दै ढौँ के भनेर हेरौँ भनेको त मान्छे त रातो न पिरो भइदिएर रहेछ नि बिचारी। तिम्रो केही त भएन, त्यहाँतिर हातहरू त खै हेरौँ न। हेर केटा हो यतातिर, हेर गाईहरू यतातिर हातमा ठोकेर लाल पिला निला हो गया है। जहिले पनि होइन सकेसम्म चाहिँ हामी अगाडि नै बस्नुपर्छ क्या, नत्र हालत त खराबै हुन्छ कि। दायाँ बायाँ ठोक्ने, टुरिलो उठाउने ड्राइभरको कामहरू यस्तै हुन्छ। कस्तो भएको थियो नि फर्स्टमा चाहिँ, म त अगाडि बसेको, अब ऊ होइन पछि परिहाल्यो बिचरा नानी। अनि गिर्दा यस्तो भइहाल्छ होइन। मान्छे त खासमा चाहिँ हामी होइन बाहिर घुम्न गएको थियो। अनि बाहिर घुम्न जाँदाखेरि चाहिँ यता दायाँ बायाँ ठोक्ने भएर होइन, घरि दायाँबाट ठोक्ने, घरि बाटो चाहिँ फेरि नराम्रो थियो कि कच्ची टाइपको थियो। अनि कच्ची टाइपको थियो बाटोहरूमा यताउति हालिदिने भएर दायाँ बाहिर यस्तो ज्यान ठोकिने भएर लास्टै ज्यान दुखिरहेको छ क्या। अनि फेरि के भन्छ गाडी पनि उठेर बाटो नराम्रो भएर माथि यस्तो टाउको ठोकेर लास्टै गाह्रो भयो क्या। अनि फेरि टुटिलो सुटिलो उठेछ। अनि एक्सपिरियन्स नराम्रो तर